हामी चाहिँ बालाजुको हेड अफिस छिर्यौँ होइन लिफ्टमा अनि यत्रो धान्छ त नि लिफ्टले हामी अब फेरि लिफ्टमा चढ्दैछौँ लिफ्टमा चाहिँ त्यस्तो के हुँदैन नआउनु थर्ड फ्लोर ग्लोबल इज थर्ड फ्लोर हेलो हेलो सन्देश सर हामी मलाई त उयोमा चढ्नु मन लाग्यो क्या त्यो के अरे केमा एकचोटि म लडेको थियो के पो भन्छ दाइ दाजु सिडीवाला क्या लिफ्ट लिफ्ट एकचोटि कस्तो लडेको अस्ति मुना डराउनु भएर ल अनि जानु Yes, I am going to. हेलो नमस्कार सर ल हामी आइपुग्यौँ हेलो यही हो नमस्कार सर हजुरहरू सबैजना नमस्कार नमस्कार हेड क्वार्टर ग्लोबल कता हो अनि यता आउनुहोस् ल यता आउनुहोस् यो मिटिङ हल हेर्दै हेर्दै उता घुम्नु पछिको ओनर हामी होइन पछिको ओनर हामी हो रिभा नेचुरल स्प्रिङ वाटर नेपालको प्रडक्ट है हेलो नेपालको प्रडक्ट है गाइज मेड इन नेपालको ट्याग देखेको साँच्ची भनेको मैले मेरो होइन 20 वर्षको लाइफ एक्सपिरियन्समा मेड इन नेपाल गरेको कुनै पनि भेटेको थिइनँ क्या ओरेन्जमै आएर हो मैले सबै देखेँ के गर्नु भयो हाम्रो पछि पछि पाउँछ त होइन बाहिरबाट यहाँ धेरैजना हुँदाखेरि बाहिरबाट लिएर बस्नुपर्छ टुल्सहरू यहाँ चाहिँ अब यतिजना ठिक्क यो चाहिँ ब्रिज मिटिङ गर्ने ठाउँ यो चाहिँ ब्रिज मिटिङ गर्ने ठाउँ यसरी बस्नु पनि यो ब्रिज मिटिङ गर्ने ठाउँ छ यतापट्टि यो पर्सनल यतापट्टि यहाँदेखि यो छ नि यो हिँड्ने बाटो हो उतापट्टि 1 to 1 दिने ठाउँ यो दुईटा हल छ यहाँ दुईटा 1 to 1 काउन्सिलिङ गर्ने ठाउँ काउन्सिलिङ त्यहाँ एउटा कोठा छ यस्तै छ एउटा यसलाई दुईटा कोठा मानिदिउँ न हैन छैन चलेकै छ चलिरहेछ छैन त्यस्तो हावा दिँदैन नि त्यस्तो हावा आउँछ पहाडबाट नि मा त्यस्तो हावा आउँछ यहाँ स्विच रहेछ त के को स्विच हो यो अब चाहिँ अन भयो कस्तो राम्रो है हाम्रो अफिस पनि त्यस्तै भयो नि बनाउनु भयो नि अब यो हेड अफिस हेड अफिस बसन्त पण्डित सर चाहिँ उहाँहरूको क्याबिन उयो डाइरेक्टर च्याम्बर्स त्यहाँ गोल्ड लेभलको क्याबिन उयो गोल्ड डाइरेक्टर च्याम्बर त्यहाँ चाहिँ फिङ्गरप्रिन्टले छिर्छ फिङ्गरप्रिन्ट त्यहाँ चाहिँ यसरी खोल्न पाइँदैन आइडी देखाउनु पर्ने हात टिट पार्नुपर्छ फिङ्गरप्रिन्टले खोल्न आइडी यसो गर्ने के अन नगर्ने कि फोन चार्ज लाउनु हेलो हुन्छ अनि लाउँछ हेलो सरी हेलो कृष्ण सर त्यहाँ हाम्रो चल्दैन हौ चकचक नगर्नु क्यामेरा पो हुन्छ है उता क्यामेरा छ अनि यस्तो छ अनि यतापट्टि चाहिँ त्यो सेल्स काउन्टर अनि त्यहाँ ट्रेनिङ हल जहिले त्यस्तै प्याक हो जहिले 100 भन्दा एबभ मान्छे त्यहाँ हुन्छ जहिले पनि त्यहाँ चाहिँ ट्रेनिङ यहाँ चाहिँ